나버서 저시텔레 다링어서 다 루미니 여행인데서 코리아이 디인디 네기 모델라는 것도 대디디 다링어서 블로그 나바기 되네서 이게 무슨 체 저시텔레 이거 뭐 따당한서 구단 레송 얍스자비니 아니 제당 아디 루미니 여행기 네코데 tenjibaru 차대요 पहिला चाहिँ निग्रोधाराम निग्रोधारम पाली भाषा हो निग्रोध भनेको बोधि वृक्षलाई भनिन्छ अनि धाराम भनेको जहाँ भिक्षु बसेर आराम गर्नु धाराम ओके यो चाहिँ राहुल स्तूप हो राहुलको कपाल चाहिँ कपाल मान्छेले थाहा नभएर यो के हो अनि त्यो बेला यो गाउँका ठुला मान्छे थियो जमिनदार अनि शिवलिङ्ग स्थापना गरेर मन्दिर बनाएको 300 वर्ष पुरानो हो यो 300 वर्ष माथिको अनि राहुलले आफ्नो बुवासँग आफ्नो अंशा मागेको थियो कि जब ज्ञान प्राप्त गरेर फर्स्ट टाइम आए अनि उहाँले भने मसँग के छ मैले त सबै त्याग गरिदिए भिक्षु भइसके अनि राहुलले भने होइन हजुरसँग जे छ त्यही दिनुहोस् त्यही मेरो अंश हो हजुरको चिनो पनि अनि बुद्धले सारीपुत्रहरूद्वारा उहाँले चाहिँ यही ठाउँमा ज्ञान दिएर अनि भिक्षु बनाइदिएको ठाउँ त बुवाले महाराजा सुर्योधनले यो बिहार बनाइदिएको उहाँलाई स्वागत गर्न लागि त्यसै जब बोध ज्ञान प्राप्त भइसकेपछि उहाँका बुवाले थाहा पाए कि मेरो छोरा सिद्धार्थ चाहिँ धेरै ठुलो ज्ञानी हो बुद्धको नामले परिचित भए अब मेरो पनि बुढो अवस्था भयो एकचोटि लिन लागि तर जुन सेनाहरू गयो सबै भिक्षु भएर त्यही बसे लिएर आउन सके तीहरू गए थिए कालुदय मात्र नामका मन्त्री छान्ना नामका साथी अनि यी दुईजना गए त्यो बेला भगवान् बुद्ध राजगीरमा बस्नुभएको थियो बेनुवन भनेको बाँसको बगैँचामा अनि त्यहाँ गएर ऊ दुईजना उहाँका बुवाका सन्देशा दिए अनि बुद्धले भने बुवासँग भनिदिनु म भिक्षु भइसकेँ दरबारमा आउँदिनँ छुट्टै ठाउँमा व्यवस्था गरिदिनु म आउँछु र मेरो साथमा 500 जना चेलाहरू पनि अनि उहाँका बुवाले चाहिँ यो निग्रोधाराम स्थलमा 500 जना भिक्षु र बुद्धलाई स्वागत गर्न लागि यो बिहार बनाइदिएको यो फर्स्ट बिहार नेपालको फर्स्ट बिहार पहिलो बिहार खर्चको हेर्ने पल्ट लुम्बिनी डेभलपमेन्ट ट्रस्ट लुम्बिनी डेभलपमेन्ट यो एक्चुअली चेन्ज गर्नुपर्ने होइन यो जुन चाहिन्छ यो एउटा संस्थाले लगाएको थियो तर अब यो निकाल्ने हो अर्को लगाउने हो भोट किनभने अब मान्छेहरू सबैले हिन्दी र नेपाली बुझ्दैन हो अनि भोट हेर्छ उहाँले पञ्चशील ज्ञान दिएको कसलाई आफ्नो बुवाले अनि यो पछि 8औं शताब्दीमा आदि जगद्गुरु शङ्कराचार्यले स्थापना गरेको शिवलिङ्ग ओके अनि त्यो चाहिँ उहाँका सानी आमा महाप्रजापति गौतमीले यस्तो नम्सा जुन लगाउनु हो लुगा बनाएर आफ्नो हातले बुद्धलाई दानमा दिन आउनुभयो बुद्धले एक्सेप्ट नगरेर आमा यो मलाई व्यक्तिगत नदिएर यो सङ्घ दान गर्नुहोस् सङ्घ भनेको ग्रुपमा अनि धेरै पुण्य पाउनुहुन्छ अनि आमाले त्यो लुगा सङ्घ दान गरेको त्यही ठाउँमा अनि त्यही ठाउँमा 3 महिना बसेर प्रवचन दिनुभएको थियो उपदेश अनि उहाँका आमा फर्स्ट लेडिज भिक्षुनी उहाँका आमा महाप्रजापति गौतमी त्यही भन्नुभएको अनि धेरै मान्छे चाहिँ बौद्धिज्म धर्म अपनाए भिक्षु भयो पछि 3 महिना बसे 3 महिना बसेको बेला त्यो पानी खाने इनार अनि त्यो कमल पोखरी लोटस फाउन्ड त्यो नुहाउने त्यहाँ ओके अहिले घाँस Yapsa Javin Nendere, Digi Korea di Tinderesha, and Didi Jumdendigi Mayan Kigutamo, and Tomara Chushesada, and within the Resha Conla, and Dinashingi, the Koran, the Karshago Lavina, Dede Jalbo Sezamagi Shengbe, and the Payuna Yubegi, Zulahan Tomado Chadildo. And this is the main Nando the Gramas, Nando the Chals, Ming the Letagare.
यही ठाउँमा ज्ञान दिएको अनि यो माथिको स्ट्रक्चर अनि स्विमिङ 8औं शताब्दीको 8औं शताब्दीको है युरोप जग्गा गोठियामा हो भन्ने ठाउँ त्यहाँ फर्स्ट बुद्ध जन्मियो अनि उहाँको यो पहिला सार थियो छामावती नामका जब शाक्यमुनि बुद्ध आए चौथो बुद्ध सिद्धार्थ गौतम चौथो बुद्ध हो अनि उहाँको टाइममा नेतृत्व धारा उहाँ पछि यसको नाम कुदान हो एकजना लौरी नामको यादव आएर लौरो लिएर कुदकाद गर्ने थियो त्यही जम्पिङको कारण यसको टाइटलमा लौरी कुदान पछि लौरी हटेर अहिले कुदान मात्र हो तर इन्डियामा चाहिँ लौरी कुदानले बुझिन्छ लौरी कुदान लौरी गुरुजी यो उहाँको सानी आमाले जब सुने कि मेरो छोरा सिद्धार्थ चाहिँ यति दिनपछि बुद्ध भएर आउँदैछ उहाँ पनि छोरालाई चाहिँ के उदारमा दिउँ यहीँ भनेको होइन उहाँको उपदेश सुनेर अनि के गुदामो थोमर रब्त छुमसे ने वदिया नि सजदी छागे बरे नि जर्दांगी दे सजदी कुरान चिके चमदेन दे ता खोंगी यब थोमर जाटे छेबे ने मोमर तो सांजी बे जेसु अनि जाटे छेबे ने दि छादे बरे ता दे ठंबाजी योरे दे ठंबा दिता ता दि चुला खाम माशेंगे न खरा यो बेगी के जसिगदो अनि ता दिगी ता सिंया दि सुडिंग नंबर दि चीज ना यो बता दिन दि रेशा ओ दे अनि सेडा चेंजे राब चुंसे ने रे अनि दे गज टाशी बेगी अनि सिंगदे बिलवा शेबदरे अनि टाशी बे जेगे ना अनि चिगरे अनि सिंगदे दि मिक्सेगी तंदा बिहार दा अनि लुम्बिनी ता दिंदी चोला रागी रे दिने सिद्धि ज्यूस यहाँ सोगरे था दी 30 जंबर यानी तेंदे ट्रांजेक्शन नहीं की दिखिया चाहिए ता गुटे हवा से ता गुटे हवा करें ता गुटे हवा सांगे खोरवाजिक म्हणजे रेसुंग भनेको चाहिँ सेर्दुप उदा सर्दु उदा दे न्यामा दा दे दो दे दे अनि अशोक पिलर छ दिरे अनि न्यामा दा छोदिन कोरा दे दो त चाके दे दो दिरे अनि दे सिंगदो दे सो जे दे दिरे पहिलो बुद्ध जन्म भएको पनि यही र उहाँलाई जलाको समाधि पनि उहाँको यही है यो चाहिँ यही खोरवाजी अनि कुटुङसा त गरा रेला अनि थर अनि मेन्चु पुसा दिया साजे त गरा रेस अनि दादी दादी छोटेन दे फगिरे अनि दे अशोका की दोरिङ मादे दे नि छोटेन की वादे नि छिलन कदुन दे वाले होरेस देखि नम्बर मेन्चे पुसा दिया दे सर शुंबुल दादी सांजे दादी nga mo kang lama da sange sertu bi dadire la so ani tagin anzo da sanje khorwa jige cheden da adina ishingi dig dram la shin be jabo ashoka ki dorin de je che tang anzo da sanje khorwa jige kamne yebe ki anthama di che ai da dele yongi leje ba ki songda che na di thamba di ngar khorwa jige kamne yebe thamba res ho ta di songdu tadi sanje korwa jigi di yengi ni rawa di anja kor chepe ma jabu sugudu on indiresha thasama ani jison ro da ani ditam thamba che dine singi dela ne kore so di hage ani choden ta jabu ashoka ki doring indiresha la nang aja tilora ko dogi ta tilora ko khare chadi ri shibai na tilora ko di chomden de kumra isago badu shuksa gi phodan dire kabil vastu senata jalbo se chama da ani ngar yuma hanse digi jesu khong gi ani mayum ni ba ke ku damo gi ani shuksa phodan di chadi ro del re ya tang aja jalkhan le so kabil vastu jalkhan